हेलो साथीहरु, वेलकम ब्याक टु माई स्याङ इन्फोटेक च्यानल। सधैँको पनि एउटा नयाँ इन्फर्मेसन भिडियो लिएर आएको छु र आजको भिडियो चाहिँ कम्बिनीबाट कसरी जुम इन हो र खाजा स्याउमा चाहिँ निकाल्ने भन्ने विषयमा मैले भिडियो बनाएको छु। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। सो यति भन्दै भिडियोलाई स्टार्ट गरौँ है त। साथीहरु, त्यहाँ गेउसे साबिस भन्ने देख्न सक्नुहुन्छ। सो त्यसमा टच गर्नुस् अनि त्यसपछि स्योमेसेनो कोफुमा गएर टच गर्नुस् अनि त्यहाँ कम्बिनी देख्न सक्नुहुन्छ। जस्तो कम्बिनी भन्नेमा टच गर्नुस् अनि दुई सुरुमा टच गरिदिनुस् अनि त्यसपछि तपाईको त्यो माइ नम्बर कार्ड चाहिँ फोटोलाई चाहिँ फ्रन्टमा राख्नु होला है त। अब त्यसरी राख्नु होला अनि त्यसरी राख्नु भइसकेपछि त्यो चुगेमा टच गरिदिनुस् अनि त्यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ माइ नम्बर कार्ड भन्ने त्यो स्मार्ट हो, त्यसमा टच गर्नुस् अनि त्यसपछि त्यो माथिपट्टिको ओसिमाइनो जिसोमा गएर टच गरिदिनुस् अनि योङकेतानो आन्सोबाङको हाल्नु होला अनि त्यसपछि चाहिँ माइ नम्बर कार्ड अघि त्यो राख्नु भएको छ नि, त्यो माइ नम्बर कार्डलाई निकाल्दिनुहोस् त्यहाँबाट। अनि निकाल्नु भएपछि तपाईको यो अटोमेटिकली नेक्स्ट पेजमा जान्छ, लोडिङ भइरहेछ। अनि त्यसपछि के चाहिने हो, जुमिनी हो, खाजा सेमोसे र इन्कन सेमोसे निकाल्न मिल्छ। सो त्यहाँबाट अब तपाईलाई के चाहिन्छ त्यो हेरेर निकाल्नु होला है त। सो म तपाईलाई जुमिनी हो कसरी निकाल्ने भन्ने सिकाउँछु है त। सो त्यो जुमिनीमा टच गर्नुस् अनि त्यसपछि त्यहाँनिर कति तपाईको होङनिङ नोमी चाहिने कि सेताई जेइन अनि त्यसमा चुज गर्नु होला अनि त्यसपछि त्यो चाहिन्छ चाहिँदैन खाङ्के सेताईसँगको तपाईको पार्टनर को हो त्यसको खुलाउने कि नखुलाउने भन्ने हो। गर्ने भए त्यो आरीमा थिच्नु होला, छैन नगर्ने भए नासी भएर टच गर्नु होला है त। हो त्यसरी गर्दै जानु होला है त। अनि स्योमेसो कतिवटा चाहिने हो, एउटा भने एउटा, दुईटा भने दुईटा भनेर लेख्नु होला। त्यसपछि खाक्तेमा गएर टच गरिदिनु होला अनि अहिले स्योमेसो चाहिँ डाउनलोड हुँदैछ। अनि 300 रुपैयाँ त्यहाँ हाल्नु होला र अनि प्रिन्ट आउट भन्ने अप्सनमा टच गरिदिनु होला है त। सो साथीहरु, हाम्रो प्रिन्ट आउट भएर आइसकेको छ। सो भिडियो यति नै हो। यस्तै इन्फर्मेसन भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई लाइक, सब्स्क्राइब, कमेन्ट गर्न नबिर्सिनु होला। बाँकी अर्को नयाँ भिडियोमा भेट्ने नै छु। धन्यवाद।